टिचर्स प्यारेन्ट्स सोसल सर्भिस फन्डको बारेमा उद्घोष गरिदिनुको लागि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु, ड्यासमा आमन्त्रण गर्न चाहन्छु सृजना म्यामलाई। आजको यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, प्रिन्सिपल सर, शिक्षकवर्गहरू, पत्रकार बन्धुहरू, अभिभावकहरू तथा विद्यार्थी भाइ बहिनीहरूमा म सृजना शर्माको नमस्कार, न्यानो अभिवादन तथा आजको यस कार्यक्रममा यहाँहरूलाई सोसल सर्भिस फन्डको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। साथै आज हामीहरूले यस माउन्ट भ्यू स्कुलबाट एसएलसी ग्रेजुएट्स गर्नुभएका विद्यार्थीहरूलाई सम्मानको कार्यक्रम गरिरहेका छौँ र जो भाइ बहिनीहरू एसएलसीमा विशिष्ट श्रेणीमा तथा फर्स्ट डिभिजनमा उत्तीर्ण हुनुभएको छ उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद तथा बधाई दिन चाहन्छु र भोलिको दिनमा यहाँहरूको अझ उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। यहाँहरूले अझ धेरै प्रगति गरेर हाम्रो देशलाई, हाम्रो स्कुललाई, हाम्रो क्षेत्र बालकोटलाई अझ माथि पुर्याउनुहुनेछ, देशको विकासमा महत्त्वपूर्ण भूमिका योगदान दिनुहुनेछ र सोसल सर्भिसमा अझ बढी सक्रिय भएर रहनुहुनेछ भन्ने मैले अपेक्षा राखेको छु। किनकि हाम्रो देश गरिब छ, हामी आफूले नगरिकन सधैँभरि राष्ट्रको सरकारको अपेक्षा गऱ्यौँ भने केही पनि हुन सक्दैन। हामी आफूले गऱ्यौँ भने मात्रै यो देशको विकास हुन सक्छ। हामीले सधैँभरि सरकारले गर्ला र खाउँला भनेर बस्यो भने केही हुनेवाला छैन। त्यसैले हामी आफ्नो ठाउँबाट उठाउँ, गाउँबाट उठाउँ, बस्तीबाट उठाउँ भन्ने गीत त छँदैछ राष्ट्रिय गीत। हामी त्यो गीतलाई आत्मसात गर्दै उठाउँ र यो राष्ट्रको लागि केही गरौँ भनेर यहाँहरूसँग म मेरो आफ्नो मनभित्रको भावना व्यक्त गरिरहेको छु। यो राष्ट्रको लागि केही गरौँ र यहाँहरूको पनि त्यही इच्छा छ, खालि मौका पर्खिनु भएको छ र आज मौका छ। आज यो मौकामा हामीले यो देशको साना साना बच्चाहरूको लागि, यो देशका सामुदायिक विद्यालयहरू जहाँको भौतिक संरचना कमजोर छ, जहाँका विद्यार्थीहरू जुत्ता लगाएर स्कुल जानको लागि उनीहरूसँग पैसा छैन, कपी किताब किन्नको लागि पैसा छैन, कपी किताब पेन्सिल इरेजर छैन र उनीहरू लेख्न सकिरहेका छैनन्, त्यस्ता विद्यार्थीहरूको लागि हामीले केही गर्नुपर्छ। हामीले गर्दैन भने कसले गर्छ? अमेरिकाबाट आएर कसैले गर्दैन, इन्डियाबाट आएर कसैले गर्दैन। हाम्रो नेपालीको बच्चाको लागि हामीले नगर्ने भने कसले गर्छ? त्यसैले कृपया म यही भन्न चाहन्छु कि माउन्ट भ्यू सोसल सर्भिस फन्डको लागि हामी केही गरौँ। यति भन्दै म आजको हाम्रो यो रिपोर्ट हामीले के गर्यौँ, अघिल्लो वर्षहरूमा के गर्यौँ, यहाँबाट लिएको थोरै पैसालाई हामीले कतिको न्याय गर्यौँ भन्ने कुरा र म आफू पनि यो सोसल सर्भिस फन्डमा अध्यक्ष भएर मैले प्रत्येक साल डोनेट गरेको छु र प्रत्येक साल त्यो एक रुपियाँलाई हामीले कसरी न्याय गर्ने, कसरी स्वयंसेवक भएर लाग्ने भनेर मात्रै सोचेका छौँ र गरेका छौँ। यसमा माउन्ट भ्यू स्कुलले अत्यन्त धेरै ठुलो सहयोग गरेको छ। यस स्कुलका शिक्षकवर्गहरू, प्रिन्सिपल सर, उहाँहरूको ठुलो योगदान रहेको छ। हाम्रो देश नेपाल भौतिक दृष्टिकोणले सम्पन्न राष्ट्रको सूचीमा नपरे पनि गरिब, असहाय, दीनदुखीलाई सेवा र सहयोग गर्ने मामलामा हामी नेपालीहरू कहिल्यै पछि परेका छैनौँ। देवी पार्वती, सीता, भृगुटी, पासाङ रामु जस्ता ममतामयी एवं वीर आमाहरूको काखमा हुर्केका हामीले अरूलाई रुवाएर आफू मात्र हाँस्ने कुसंस्कार कहिले सिकेनौँ। हामी नेपालीहरूको यस्तै धेरै राम्रा संस्कार र गुणहरूको प्रतिफल स्वरूप जन्मिएको एक अर्को सन्तान हो माउन्ट भ्यू शिक्षक अभिभावक समाज सेवा कोष। आर्थिक क्रान्तिका लागि शैक्षिक पर्यटन भन्ने नारालाई आत्मसात गरेर शिक्षामा पूर्वीय दर्शन र पश्चिमी दर्शनको सङ्गम गराउने अभियानमा जुटेको तथा भक्तपुर जिल्लाकै पहिलो मन्टेश्वरी प्लेवे मेथडयुक्त विद्यालयको रूपमा सञ्चालित यस माउन्ट भ्यू इङ्ग्लिस बोर्डिङ स्कुलका केही अत्यन्त सकारात्मक, सहयोगी, मिहिनेती र सुसंस्कारले ओतप्रोत महिला अभिभावकज्यूहरूको पहल कदमीमा 2065 सालदेखि अनवरत प्रयासपछि 2066 सालमा यस माउन्ट भ्यू शिक्षक अभिभावक समाज सेवा कोषको जन्म भएको हो। स्थापनाको वर्ष भक्तपुर जिल्लाको बालकोट गाविस स्थित महेन्द्र शान्ति माविका आर्थिक रूपले अत्यन्त दयनीय अवस्थाका 4 जना विद्यार्थीहरूलाई छात्रवृत्ति स्वरूप सो विद्यालयमा बुझाउनु पर्ने शुल्क बुझाई आफ्नो अभियान थालेको यस समाज सेवा कोषले त्यसपछि पनि निरन्तर रूपमा विभिन्न सामुदायिक विद्यालयहरूमा सहयोग प्रदान गर्दै आइरहेको छ। यस माउन्ट भ्यू शिक्षक अभिभावक समाज सेवा कोषका उद्देश्यहरू के हुन् त भन्ने विषयमा तमा छ सामाजिक तथा आर्थिक रूपले अति विपन्न तर शिक्षा प्राप्त गर्नका लागि अत्यन्त लालायित बालबालिकाहरूलाई कोषको व्यवस्था अनुसार विभिन्न शिक्षण संस्थाहरूमा पढ्नका लागि आवश्यक शैक्षिक तथा भौतिक स्रोतहरू जुटाई सहयोग गर्ने, शिक्षा र स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने,
विभिन्न प्राकृतिक प्रकोप तथा महामारीमा परेकाहरूको उद्धार कार्यमा सहयोग पुर्याउने, नेपाली कला संस्कृति र संस्कारलाई अझै घनीभूत बनाउन विभिन्न रीतिरिवाज चाडपर्वहरूलाई सामूहिक रूपमा मनाउने, समुदायका सदस्यहरूको सिप क्षमता, व्यक्तित्व विकास र आत्मविश्वास जगाउन विभिन्न प्रकारका तालिमहरूको सञ्चालन गर्ने, निजी सरकारी साझेदारी कार्यक्रममा सहयोगी भूमिका निर्वाह गर्ने। उद्देश्य प्राप्तिका लागि हामीले के गर्यौँ त भन्ने विषयमा म छोटकरीमा यहाँ भन्न चाहन्छु। विक्रम सम्वत 2064 र 2065 मा अभिभावकहरूलाई लक्षित गरी आयोजना गरिएका विभिन्न भेला, बैठक, तालिम तथा सेमिनारहरूमा उपस्थित मध्ये केही जागरूक अभिभावकहरूले विद्यालयले दिएको सुझाव अनुरूप यी वर्षहरूमा तपसिल बमोजिमका कार्यक्रमहरू गरिएका थिए। 2064 साल मङ्सिर 22 गते शनिबारदेखि चैत्र महिनासम्मको हरेक शनिबार अभिभावकहरूको लागि प्ले वे मेथड सम्बन्धी नमुना कक्षा सञ्चालन गरिएको थियो। 2065 साल आश्विन 13 गते सोमबार नेपालीहरूले सबैभन्दा महत्त्वका साथ मनाउने चाड दशैँको बारेमा विद्यार्थीहरूलाई शिक्षित बनाउने उद्देश्यले माउन्ट भ्यू किड्स प्लानेटमा सम्पूर्ण अभिभावकहरूको उपस्थितिमा विज्ञ अभिभावकहरूको सहयोगमा दशैँमा गरिने सम्पूर्ण विधि विधान तिनका कारण समेत स्पष्ट पार्ने गरी प्रयोगात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। जिल्ला शिक्षा अधिकारी श्री मित्रनाथ घरतौला तथा विद्यालय स्रोत व्यक्ति भुवन बहादुर खड्काको उपस्थितिले कार्यक्रमलाई थप गरबिलो बनाएको थियो। 2065 साल कार्तिक 10 गते आइतबार सम्पूर्ण अभिभावकहरूको उपस्थितिमा तिहारको बारेमा प्रयोगात्मक कार्यक्रम सञ्चालन गरिनुको साथै नेवार समुदायले मनाउने महपूजा र त्यसको महत्त्व दर्शाउन महपूजाको कार्यक्रम सञ्चालन गरियो। सोही दिन उपस्थित अभिभावकहरूमा विद्यार्थीहरूले देउसी भैलो खेली जम्मा गरेको रु 1000, त्यति बेला हामीले देउसी भैलो खेलेको थियौँ र त्यसबाट रु 1000 उठेको थियो। त्यही रु 1000 नै हाम्रो माउन्ट भ्यू सोसल सर्भिस फन्डको चाहिँ भ्यू पुँजी थियो। सुरुवात गरेको रकम त्यही 1000 थियो र आज त्यही 1000 लाई हामीले बढाउँदै थप मलजल गर्दै गर्दै अहिले हामीले लगभग 79,000 हामीसँग पैसा छ। त्यसबाट आज हामी 30,000 हामी वितरण गर्दैछौँ र हामीसँग लगभग 69,000 घरानीमा पैसा रहनेछ। र तर त्यो हाम्रो उद्देश्य ठुलो छ र त्यो 70,000 भनेको अत्यन्त थोरै रकम हो। हामीलाई अझ धेरै रकमको आवश्यकता छ। अब हामी आफैले नगर अरू कसैले गर्दैन, त्यसैले हामीले यहाँहरूबाटै र हामी आफूबाट नै थोरै पैसा, धेरै होइन थोरै, एक महिनामा हामीले 1 कप चिया कटायौँ भने 2500 रुपियाँ उब्रिन्छ। त्यही 1 कप चिया कटाएर 2500 रुपियाँ मात्रै पनि दान गरे पुग्छ। नसक्दाखेरि हामीले 200, 300, 400, 500 जति हुन्छ आफूलाई जति दान गर्न मन लाग्छ त्यति दान गरेर यो कोषलाई अझ बलियो बनाऊ भनेर म यहाँहरूसँग सहयोगको अपिल गर्दछु। 2066 साल असार 15, 20, 23, 24, 25, 26, 28, 29 र साउन 27 गते आयोजना गरिएको अभिभावकहरूको बृहत भेलाले यस माउन्ट भ्यू शिक्षक अभिभावक समाजसेवा कोषको स्रोत व्यवस्थापन र सञ्चालनका लागि तपसिल बमोजिमका शिक्षक अभिभावकहरूको कोष सञ्चालन समिति निर्माण गरियो। संरक्षक राजकुमार महर्जन प्रिन्सिपल, सृजना शर्मा अध्यक्ष अभिभावक, श्री मीना महर्जन सचिव शिक्षक, श्री मुना महर्जन कोषाध्यक्ष शिक्षक, श्री बीना श्रेष्ठ सदस्य शिक्षक, श्री उर्मिला खड्का सदस्य अभिभावक, श्री तारा बानिया सदस्य शिक्षक, श्री निर्मला खनाल सदस्य अभिभावक, श्री कविता राणाघाट सदस्य अभिभावक, श्री हिमाली लिम्बू सदस्य अभिभावक। यस प्रकार 9 जनाको स्रोत सञ्चालन समिति गठन गरिएको थियो 2066 सालमा। 2066 साल भदौ 5 गते शुक्रबारका दिन नेपाली हिन्दू महिलाहरूले महत्त्वका साथ मनाउने तीजको उपलक्ष्यमा विद्यालय तथा समाजका महिलाहरूलाई लक्षित गरी दल खाने कार्यक्रमको आयोजना गरियो। सो कार्यक्रममा जोगिएको रु 8,045 रुपियाँले कोषलाई मजबुत बनाउन थप मद्दत गरेको थियो। हामीसँग भएको 1,000 रुपियाँ र तीजको कार्यक्रम गरेर बचेको 8,000 रुपियाँ गरेर 9,000 रुपियाँको हाम्रो सुरुमा कोष भएको थियो। सो सुरुको कोषलाई 8,000 रुपियाँको कोषबाट हामीले 5,900 रुपियाँ चाहिँ 2066 साल फागुन 8 गते शनिबारका दिन महेन्द्र शान्ति बालकोट गाविस अवस्थित महेन्द्र शान्ति माविमा अध्ययनरत तपसिलका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका थियौँ। बच्चु कुमार शाह कक्षा 9, अनु श्रेष्ठ कक्षा 8, सुशीला एन्माली कक्षा 7 र उर्मिला जर्गा मगर कक्षा 6 गरेर 4 जना विद्यार्थीहरूलाई हामीसँग जम्मा 9,000 रुपियाँ थियो। त्यसबाट हामीले 5,000
यस्तो हुँदो रहेछ कि भगवान्को कृपाबाट सँगसँगै हुँदो रहेछ। हामीले 9,000 रुपियाँबाट 5,900 चाहिँ बाँडिसकेको थियौँ। तर हामीलाई फेरि शिक्षा प्रेमी अभिभावकहरू हजुरहरू जस्तो शिक्षा प्रेमी व्यक्तित्वहरूबाट हामीलाई थप काम गर्नको लागि थप हौसला प्रदानका साथ त्यस बेलामा सहयोग प्राप्त भयो र हाम्रो कोष थप बलियो हुन गयो। घटेर थोरै उनाएको कोषलाई फेरि सहयोग प्राप्त भएर हाम्रो कोष बलियो हुँदै गयो। त्यसपछिको 2067 साल फागुन 21 गते शनिबारका दिन विद्यालयको प्राङ्गणमा परीक्षा नियन्त्रक श्री सूर्य गौतमको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमको आयोजना गरी भक्तपुर जिल्ला बालकोट गाविस अवस्थित महेन्द्र शान्ति मावि र ललितपुर जिल्ला टिकाथली गाविस अवस्थित नारायण निमाविमा अध्ययनरत महेन्द्र शान्ति माविका 5 जना र नारायण निमाविका 4 जना विद्यार्थीहरूलाई हामीले 18,065 रुपियाँको छात्रवृत्ति प्रदान गर्यौँ। 5,900बाट हामीले 18,065 मा अर्को साल 18,065 रुपियाँ हामीले छात्रवृत्ति प्रदान गर्न सक्यौँ। जहाँ इच्छा हुन्छ त्यहाँ केही कुराले पनि रोक्दैन रहेछ भन्ने कुरा चाहिँ हाम्रो यो कोष हामीले प्रत्येक साल बढाउँदै रहेकोले देखाएको छ। 5,900 अघिल्लो वर्षमा र त्यसपछि हामीले 4 जना विद्यार्थी अघिल्लो वर्षमा र 66 मा 4 जना विद्यार्थीलाई गरेकोमा 67 मा हामीले 9 जना विद्यार्थीहरूलाई 18,065 रुपियाँको छात्रवृत्ति प्रदान गर्न सफल भयो। र 2068 साल माघ 21 गते स्कुलको 21औं वार्षिक उत्सवको अवसर पाएर आयोजित कार्यक्रममा यस विद्यालयका कक्षा 3 मा अध्ययनरत विद्यार्थी क्रिजल पौडेललाई रक्त विकारको समस्या भइरहेको अवस्थामा र उसको उपचार अत्यन्त खर्चिलो रहेको परिस्थितिलाई मध्यनजर गरी हाम्रो यसै मोहन भ्यू विद्यालयका कक्षा 3 मा अध्ययनरत विद्यार्थी क्रिजल पौडेललाई रक्त विकारको समस्या भएको थियो र उसलाई रक्त विकारको समस्या भएपछि हामी अभिभावकहरूले माउन्ट भ्यू शिक्षक अभिभावक समाज सेवा कोषबाट रु 50,000 को उसलाई उपचार खर्च रकम हस्तान्तरण गरेका थियौँ। त्यसै गरेर 2069 साल साउन 13 गते शनिबारका दिन माननीय सिंचाई मन्त्री महेन्द्र प्रसाद यादवज्यूको प्रमुख आतिथ्यतामा मध्यपुर ठिमी स्थित येजु पार्टी भेन्यूमा एक कार्यक्रमको आयोजना गरी भक्तपुर जिल्ला बालकोट तथा सिरुटार गाविस अवस्थित महेन्द्र शान्ति मावि र सिरुटार मावि एवं ललितपुर जिल्लाको टिकाथली गाविस अवस्थित नारायण निमाविमा अध्ययनरत तपसिलका विद्यार्थीहरूलाई छात्रवृत्ति रकम प्रदान गरियो। सुरुमा 4 जना, त्यसपछि 9 जना र त्यसपछि 13 जना विद्यार्थीहरूलाई हामीले छात्रवृत्ति प्रदान गर्न सफल भयौँ र 69 सालमा हामीले 27,300 रुपियाँको छात्रवृत्ति प्रदान गर्न सफल भयौँ। यसकारण प्रत्येक साल हामीले चाहिँ यो छात्रवृत्ति रकमलाई बढाउँदै रहेका छौँ र यस आर्थिक वर्षबाट चाहिँ हामीले स्कुलहरूमा सम्बन्धित विद्यालयहरूमा भिजिट गर्न जाँदाखेरि उहाँहरूको कस्तो मनसाय पनि रह्यो भने त्यहाँको भवनहरू जीर्ण छन्, त्यहाँको बच्चाहरूको युनिफर्म छैन, युनिफर्म किन्नको लागि उनीहरूसँग पैसा छैन, उनीहरूसँग जुत्ता मोजा किन्नको लागि पैसा छैन, मेटेरियलहरू स्टेसनरीको मेटेरियलहरू किन्नको लागि पनि उहाँहरूसँग पैसा छैन। त्यो स्थिति देख्दाखेरि त के गर्ने, सबै थोक सहयोग गर्न मन लाग्छ त्यहाँ जाँदाखेरि। तर हामीसँग सीमित स्रोत पनि छ, हामीसँग त्यो सीमित स्रोतले हामीले भ्याउन नसक्ने अवस्था पनि छ। त्यसैले आगामी दिनमा अझ बढी उहाँहरूलाई सहयोग गर्ने आशा माउन्ट भ्यू शिक्षक अभिभावक समाज सेवा कोषले लिएको छ र यसबाट चाहिँ उहाँहरूसँग भिजिट गर्दाखेरि उहाँहरूको के सुझाव आयो भने सबै बच्चाहरूलाई हुने गरेर शैक्षिक सामग्रीहरूको वितरण भयो भने धेरै राम्रो हुन्थ्यो कि भन्ने उहाँहरूको राय रह्यो र त्यो रायलाई पनि हामीले, त्यो सुझावलाई पनि हामीले अङ्गीकार गरेर यस वर्ष भने 3 वटा विद्यालयहरूलाई 30,000 रुपियाँ बराबरको शैक्षिक सामग्री, स्टेसनरी सामग्री हस्तान्तरण गर्ने माउन्ट भ्यू शिक्षक अभिभावक समाज सेवा कोषले निर्णय गरेको छ। र यस प्रकार माउन्ट भ्यू शिक्षक अभिभावक समाज सेवा कोषले आफ्नो स्थापनादेखि हालसम्म आफूसँग उपलब्ध रहेको सीमित स्रोत तथा साधनलाई अत्याधिक उपयोग गर्न सफल रहेको छ। यस वर्ष हामीले उपलब्ध गराउँदै आएको छात्रवृत्ति कार्यक्रमलाई केही परिमार्जन गरेका छौँ। अघिल्ला वर्षहरूमा हामीले केही विद्यार्थीहरूको वार्षिक शुल्क तिर्दै आएकोमा यस वर्ष धेरै विद्यार्थीहरूलाई समेट्ने हिसाबले सहयोग भएमा अझै राम्रो हुने सम्बन्धित विद्यालय परिवारबाट सकारात्मक सुझाव आएकोले यस शैक्षिक सत्रदेखि शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम राखेका छौँ। हाम्रो यस शुभ कार्यलाई हामीलाई
आर्थिक रूपले र नैतिक रूपले हामीलाई आर्थिक रूपले सहयोग गर्ने धेरै अभिभावकहरू हुनुहुन्छ र नैतिक रूपले पनि हामीले गरेको काम तपाईँहरूले गरेको काम अत्यन्त राम्रो छ, हामीहरूको नैतिक समर्थन छ भन्ने अभिभावकज्यूहरू पनि हुनुहुन्छ। उहाँहरू थुप्रै प्रकारका अभिभावकज्यूहरूलाई म धन्यवाद दिन चाहन्छु। र तर हामीलाई काम गर्नको लागि त स्रोत नै चाहिन्छ, त्यसैले बढी चाहिँ हामीले अहिले आएर चाहिँ हामीले आर्थिक रूपले नै हामी सक्षम भइसकेका छैनौँ। त्यसैले यहाँहरूको सानो सानो आर्थिक सहयोगको भने हामीले धेरै नै अपेक्षा राखेका छौँ। यहाँ स्टेजबाट बिदा हुन चाहन्छु र आफ्नो मन्तव्य टुङ्ग्याउन चाहन्छु। धन्यवाद। मुस्कान राम्रो उहाँको नाम, उहाँको सृजना शर्मा। उहाँ जस्तो जन्मिनुपर्छ हाम्रो प्रत्येक घरमा, किनभने उहाँ माउन्टेन स्पोर्ट्स स्कुलका अभिभावक पनि हुनुहुन्छ र धेरै समस्याहरूलाई उहाँले बुझ्नु पनि हुन्छ र धेरै समस्याहरूलाई त्यसरी सुल्झाउने उहाँले सपोर्ट पनि गर्नुहुन्छ र यति हुँदाहुँदै पनि उहाँले यो सोसल सर्भिस फन्डलाई अगाडि बढाउनु भएको छ।